हेलो। एनपिएल को सिजन छ र हामी आइसकेका छौँ यो एनपिएल सिजन 2 को प्रिडिक्सन भिडियो लिएर, जहाँ चाहिँ हामी भन्नेवाला छौँ रन सबभन्दा धेरै कसले गराउँछ, विकेट कसले लिन्छ, को क्वालिफाई हुन्छ। आज सब त्यो नाली बेली खुल्नेवाला छ र सुरु मसँग अहिले छन् अन्डर 19 खेलाडी युवराज खत्रीसँग। युवराज खत्री होइन, युवराज खत्री, कर्णाली एक्सको युवराज खत्रीसित ट्रेनिङ लिएको, टिम सेयर गरेको मान्छे कल्याण। तिमी आफ्नो बारेमा के भन? मेरो नाम कल्याण पौडेल, म सानोतिनो क्रिकेट गेमहरू खेल्छु, त्यति हो। म आज उहाँसँग को क्वालिफाई गर्नेवाला छ, प्लेयर अफ द टुर्नामेन्ट, हाइएस्ट विकेट टेकर, हाइएस्ट रन स्कोरर, यो बारेमा हामी प्रेडिक्सन गर्न आएका छौँ। सबैभन्दा सुरुमा यो एनपिएल सिजन 2 मा मोस्ट सक्सेस कुन खेलाडीले हान्छ, विदेशी र नेपाली कुन खेलाडीले? मेरो त्यो मैले हाइएस्ट 6 को कुरा हान्नु हजुरले। मेरो लागि विदेशी ओभरसिज प्लेयरमा चाहिँ मैले गुलबदिन नइबलाई चिनेको छु, हाइएस्ट 6 को लुम्बिनी लायन्सको प्लेयर, अफगानिस्तानको। र नेपाली चाहिँ मैले हाम्रै पावर हिटर भनेर चिनिने कुशल मल्ललाई चुज गरेको छु। नाइस प्रिडिक्सन है। अब मेरो, तर म चाहिँ तिमीसित अलिकति डिसएग्री गर्छु है। मेरो अनुसार यो सिजन सबैभन्दा धेरै छक्का हान्ने खेलाडी हुन्छन् अस्ट्रेलियाका सुदूरपश्चिमबाट खेल्ने जोस ब्राउन, हाम्रो। र नेपालीमा सबैभन्दा धेरै छक्का हान्ने हुन्छन् अहिले रेड हट फर्ममा चलिरहेका कर्णाली एक्सका गुलसन झा। ल कसले भने। अब दोस्रोमा यो सिजनमा हाइएस्ट विकेट टेकर को हुन्छ, नेपाली र विदेशी? हाइएस्ट विकेट टेकरमा चाहिँ मैले नेपाली स्पिनर, लेग स्पिनर सन्दीप लामिछानेलाई चुज गरेको छु, किनकि उनी एकदमै राम्रो फर्ममा छन्। हामीले अगाडिको म्याचहरू हेर्न सक्छौँ जुन सिरिज भएको। नेपाली मेरो अनुसार चाहिँ पोहोर साल पनि बाइक र यो साल पनि मलाई लाग्छ उनले नै लान्छन्, ललित राजवंशी। उनी चाहिँ अब अलि हेरौँ फर्ममा नभए जस्तो लाग्छ मलाई चाहिँ है। विदेशी ओभरसिज चाहिँ हाम्रो योभन्दा अगाडिको सिजनमा, हाम्रो पहिलो सिजनमा एकदमै खतरा बलर चितवन राइनर्सको सोहेल तानवीर पेस बलरले ग्राउन्डमा खेल्दाखेरि हाइएस्ट विकेट धेरै फाइदा छ, हुन सक्छ। अघिल्लो सिजन स्कट कुकलाइन भएको थियो, यो सिजन हुन पनि सक्छ। तर म चाहिँ के भन्छु भनेपछि एक्सपिरियन्स, लगभग 40-42 सालको युवा तन्नेरी जेन्जी, 40 सालको जेन्जी इमरान ताहिर आउँदैछन्, पुरै त्यत्रो अनुभव लिएर भनेपछि उनै नै हुन्छन् हाइएस्ट विकेट टेकर है मेरो तर्फबाट। हेरौँ यो पनि भन्ने रहेछ। अब यसपछि अब हाइएस्ट रन स्कोरर, नेपाली हाइएस्ट रन स्कोरर चाहिँ मेरो लागि हाम्रो नेपाली ओपनर कुशल भुर्तेल हुन सक्छन्, किनकि उनी अहिले पुरानो टाइममा उनी फर्ममा त छैनन्, बट टियु ग्राउन्ड हाम्रो होम ग्राउन्ड, उनी खेलिरहेको ग्राउन्ड हो, सो हुन सक्छ। टियु होम ग्राउन्डमै अघिल्लो सिजन कुशल भुर्तेलको कति 100 रन पनि कटेको थिएन, र म यो एग्री गर्दैन। तर पोटेन्सियल आफूले चल्या दिन वान साइडेड म्याच गरिदिन्छन्, त्यही भएर म यो कुरामा डिसएग्री चाहिँ गर्दिनँ। तर मेरो अनुसार चाहिँ उनकै ओपनिङ पार्टनर आसिफ शेख चाहिँ यो सिजनको हाइएस्ट रन स्कोरर नेपालको तर्फबाट हुन्छन् जस्तो लाग्छ है मलाई। कुशल भुर्तेल पनि हुन सक्छन्। र तिम्रो अनुसार मतलब ओभरअल हाइएस्ट रन स्कोरर चाहिँ को हुन्छ? ओभरअल चाहिँ एकदमै मलाई आफूलाई नै मनपर्ने प्लेयर म्याक्स राउड हुन सक्छन्, नेदरल्यान्डका हो उनी, नेदरल्यान्डका म्याक्स राउड हुन सक्छन्, किनकि एकदमै राम्रो प्लेयर छन् उनी। कमेन्ट्री पनि आफ्नोमा गर्छन्, हुन सक्छ। मलाई पनि म्याक्स आउट मन चाहिँ पर्छ, तर म अहिले नेपालको युएसए सँगको सिरिजमा हेरेदेखि नेपाल एउटा प्लेयर मिलिन्द कुमार, यस्तो दामी प्लेयर, र यो नेपालको बोलरलाई त उसले यस्तो मजाले हान्छ, धेरै टेक्निकलमा केही कमी चाहिँ मैले देखेन, र त्यो मिलिन्द कुमार हुन्छ जस्तो लाग्छ मलाई। मिलिन्द कुमारलाई हेर्न चाहिँ म एकदमै एक्साइटेड छु धेरै नै। र अब नेपालको तर्फबाट यो एनपिएलले गर्ने भने चाहिँ नयाँ नेपाली प्लेयरलाई चान्स दिने हो। त्यो नयाँ नेपाली प्लेयर जुन चाहिँ राष्ट्रिय टिममा नपरेको नेपाली प्लेयरको बेस्ट पर्फर्मेन्स दिनेवाला नेपाली प्लेयर चाहिँ को हुन्छ तिम्रो अनुसार? युवराज नेसनल टिम मतलब नेसनल लगातार नेसनल स्किममा नभएको मान्छे त्यो त मेरो लागि युवराज खत्री। मैले उसलाई नजिकबाट पनि देखेको छु, एकदमै पोटेन्सियल भएको मान्छे युवराज खत्री है। लेग स्पिनर हुने नि, राइट ह्यान्ड लेग स्पिन, एकदमै राम्रो पोटेन्सियल उनको फर्ममा पनि छन्। उनी लगातार अन्डर 19 गेममा एकदमै राम्रो पर्फर्म गरिरहेका छन्, र असमसँगको सिरिजमा त उनले आफ्नो नाम एकदमै ठुलो गरिसकेका छन्। सो आई थिङ्क मेरो अनुसार चाहिँ
अब नेसनल टिममा पर्नलाई यसो यो एनपिएल सिजन खत्रै गर्नुपर्ने र गर्न सक्लान् कि भन्ने जस्तो लाग्यो। डाक्टर ईशान पाण्डेलाई मैले भन्न चाहेँ सुदूरपश्चिम एकदमै राम्रो। ल यो चाहिँ अब नेपाली नयाँ अरू प्लेयर पनि आउनुपर्छ, जो आए पनि नेपाली प्लेयरहरूले चाहिँ राम्रो गर्नु पर्यो भन्छु मैले। र अब पोहोर साल 4 जना जनकपुर, सुदूरपश्चिम, चितवन र कर्णाली क्वालिफाई भएको थियो भने यो साल को चाहिँ 4 वटा टिम क्वालिफाई होलान्? यो साल पनि अब टिमहरू हेर्दाखेरि चाहिँ अहिले मेरो लागि सबैभन्दा एकदमै स्ट्रङ टिम मैले फिल गरेको चाहिँ त्यो कर्णाली एक्स रहेको छ। बलिङ अट्याक एकदमै राम्रो छ कर्णाली एक्सको, र ब्याटिङ पनि ओभरसिज प्लेयरहरू हेर्दाखेरि एकदमै राम्रो स्थितिमा छ। सो मेरो लागि 4 वटा टिम मध्ये एउटा कर्णाली एक्स यो सिजन पनि क्वालिफाई गर्न सक्छ। र दोस्रोमा छ विराटनगर किङ्स, एकदमै राम्रो टिम बनेको छ अहिलेको यो नयाँ सिजनमा, एकदमै राम्रो प्लेयरहरू ल्याएको छ। र तेस्रोमा हाम्रो डिफेन्डिङ च्याम्पियन्स जनकपुर बोल्स नेपाली प्लेयरहरूको खानी छ त्यसमा, त एकदमै राम्रो नेपाली प्लेयरहरू छन्। सो मेरो लागि त्यो पनि छ। र अर्को टिम रहेको छ मेरो आफ्नो फेभरेट टिम लुम्बिनी लायन्स। ओके, तिनी 4 वटा टिम। तर मेरो अनुसार चाहिँ 4 वटा टिम कुन हुन्छन् भन्दाखेरि एउटा चितवन राइनोज, पोहोर साल पनि क्वालिफाई गर्यो, यो साल पनि डेभिड मलान, रवि बोपारा, सोहेल तन्वीर जस्ता प्लेयरहरू र प्लस नेपाली पनि रिजन ढकाल, कुशल मल्लहरू भएको भएर चितवन राइनोजले यो पालि पनि क्वालिफाई गर्ला भन्ने म एउटा त्यो देख्छु। अर्को विराटनगर किङ्स र काठमाडौँ गोर्खाजमा एउटा हुन सक्छ मेरो अनुसार, तर मैले आई एम चुजिङ विराटनगर किङ्स। सन्दीप लामिछाने छन् र योचोटि त अब आइसके। अब विराटनगर किङ्सको बारेमा केही भएन, पूर्वेली सिकारी छ। अब विराटनगर किङ्समा को आयो भन्नै परेन, फाफ डुप्लेसी पहिलो पो आउने हो, छिटो आओस्। म्याच धेरै नखेला बट डुप्लेसिस जुन म्याच खेल्छ राम्रो खेल्छ। र अर्को छ मेरो लागि जनकपुर बोल्सको रिभ्यू मैले अर्को भिडियोमा पनि गरेको छु, त्यो हेर्न सक्नुहुन्छ, तिमीले पनि भन्यो। यो दुईटा चाहिँ हाम्रो पनि मिल्यो। र अर्को पोहोर सालको फाइनलमा हारे एकदम चित्त दुखाइछ, त्यो यो साल कमब्याक गर्नलाई सुदूरपश्चिम रोयल्स। मेरो नजरमा चाहिँ गाह्रै छ सुदूरपश्चिम रोयललाई, बट सुदूरपश्चिम रोयल्सले योचोटि सुदूरको सान मैदानमा तुफान ल्याइदिन्छ भन्ने म मान्छु। र अब अन्तिम फाइनल यो सालको एनपिएल सिजन 2 कसले जित्ला? के भन्छौ तिमीले? ल एकदमै गाह्रो प्रश्न छ यो चाहिँ होइन, के हुन सक्छ, के होला, कसले कस्तो पर्फर्म गर्ला हामी त्यो केही भन्न सक्दैनौँ। बट जस्ट टिमलाई हेरेर भन्नु पर्दाखेरि चाहिँ मेरो लागि कर्णाली एक्स नै हुनेवाला छ। कर्णाली एक्स स्ट्रङ साइड छ बलिङमा, ब्याटिङमा राम्रो छ एकदमै। योभन्दा अगाडि सिजन पनि राम्रै पर्फर्म गरेको थियो, जस प्लेअफमा क्वालिफाई गरेको थियो। र त्यसको प्लेयर अफ द टुर्नामेन्ट चाहिँ को हुन्छ? प्लेयर अफ द टुर्नामेन्ट चाहिँ गुलसन झा हुन्छन् नेटवर्कबाट। ब्याटिङ उनको एकदम राम्रो छ, बलिङ पनि पेस छ, बााउन्स छ, हाइटको एडभान्टेज दिन सक्छन् आफ्नो, त्यही भएर मेरो लागि चाहिँ गुलसन झा। र मेरो अनुसार चाहिँ मैले यो पालिको अघिल्लो सालको फाइनलमा हारेको बदला भनौँ अथवा त्यो पीडा भुलाउँछ र सुदूरपश्चिमले यो पालिको ट्रफी सुदूरपश्चिममा लगेर जान्छ भन्ने कुरामा मलाई त्यो लाग्छ। र यो चोटिको म्यान अफ द टुर्नामेन्ट चाहिँ दिपेन्द्र सिंह ऐरी। ब्याटिङ, बोलिङ, फिल्डिङ कति योगदान त ऐरीको त ऐरी फिल्डमा उत्रियो, पैसा असुलेरै लैजान्छ। त्यही भएर यो पालिको प्लेयर अफ द टुर्नामेन्ट चाहिँ दिपेन्द्र सिंह ऐरी भन्न चाहन्छु म। र यो चाहिँ हामीले यो टुर्नामेन्ट सकिएपछि हेर्छौँ के कति मिल्छ। र तपाईँहरूको पनि यो टुर्नामेन्टमा प्रेडिक्सन के छ त्यो कमेन्टमा लेख्नु होला। आजलाई यति नै, धन्यवाद। धन्यवाद।